विशेष गरेर शीर्षासन जसले गर्छ बलियो त त्यो व्यक्ति हुन्छ नै, विशेष गरी महिला दिदीबहिनीहरूको लागि जसको बाँझोपनको लागि यो अति उत्कृष्ट आसन रहेको छ। आउनुहोस् हामी शीर्षासन सुरु गर्नेछौँ। त्यसको लागि हामी शिरलाई तल राखेर यसरी बस्छौँ। बिस्तारै गोडालाई यो अवस्थामा लान्छौँ। हातको सपोर्टले राम्रोसँग हातको सपोर्ट भइसकेपछि बिस्तारै गोडालाई उठाउँछौँ। यसरी बिस्तारै यसरी आफ्नो शरीरलाई ब्यालेन्समा ल्याइसकेपछि शरीरको अवस्था बिल्कुलै सिधा। यसमा हामी बिस्तारै यसरी पनि गर्न सक्छौँ। जब शरीर ब्यालेन्स हुन्छ तब हामी जे पनि गर्न सक्छौँ। फेरि अर्को गोडाको पालो। यसैमा हामी पद्मासनमा पनि बस्न सक्छौँ। दुवै गोडाले ताली पनि बजाउन सक्छौँ। जब हामी फर्किन्छौँ बिस्तारै गोडालाई यसरी फोल्ड गरेर यसरी फर्किन्छौँ र जब हामी शीर्षासन गर्छौँ झुकेर हाम्रो शिर तल भएको अवस्था छ। हाम्रो शरीरको ब्लडहरू सबै तल गएको अवस्था छ। त्यसैले तुरुन्त उठेर हामीले फेरि ताडासन गर्न एकदमै जरुरी छ। नत्र भने धेरै बेर यसरी तल शिर राखेर बस्दाखेरि शिरमा ब्लड जम्ने सम्भावना हुन्छ। त्यसैले तुरुन्तै हामी यसरी ताडासन गरेर फेरि ब्लडलाई हामीले सर्कुलेसन गराउँछौँ। यसरी साइडबाट गरे। अब मैले अगाडिबाट गरेर देखाउँछु। यो भयो फ्रन्ट साइडबाट शीर्षासन। आसनहरूको पनि राजा शीर्षासन। यसरी यसमा पनि हामी बिस्तारै गोडालाई खोलिदिन सक्छौँ। जतिसम्म जान्छ। फेरि वृक्षासन। यसमा पनि ताली वादन। अनि नमस्कार मुद्रा पनि। पद्मासन पनि। फेरि बिस्तारै गोडा जोडेको नमस्कारको अवस्था। गोडालाई फैलाउँदै ताडासन। यसरी शीर्षासन गरिसकेपछि जहिले पनि अन्तिममा हामीले ताडासन गरेर मात्रै यसलाई समापन गर्ने गर्नुपर्छ। तसर्थ योगा सेसन विथ रेणुको युट्युब
च्यानललाई लाइक कमेन्ट र सेयर गरिदिनु हुनेछ भन्ने मैले आशा गरेकी छु। जीवन स्वस्थ रहोस्, मस्त रहोस्, चाहिनेसम्म मात्रै व्यस्त रहोस्। शुभ दिन।